दोस्रो संस्करणको एनपिएल सुरु हुन 3 दिन मात्र बाँकी रहँदा विभिन्न टोलीले विभिन्न विदेशी खेलाडीहरू अनुबन्धन गर्ने क्रम अझै पनि जारी रहेको छ। हालसम्म विराटनगर किङ्सले फाफ डु प्लेसी, मार्टिन गप्टिल, जर्ज मुन्से, मार्चान्ड डी ल्याङ्गे, सेम एजल्ट, शुभम रञ्जनेलाई आफ्नो टिममा अनुबन्ध गरेको छ। त्यस्तै सोहेल तन्वीर, सेफ जेब, रवि बोपारा, अल्पेश रमजानीलाई आफ्नो टिममा अनुबन्ध गरेको छ। त्यस्तै गरी जनकपुर बोर्डले इमरान ताहिर, वाइन पर्ने, लैरु मिलान्तु, निकोलो लफ्टी-हिटन, सञ्जय कृष्णमूर्तिलाई आफ्नो टिममा अनुबन्ध गरेको छ। कर्णाली एक्सले प्रियाङ पञ्चाल, नाइबुल्लाह जाद्रान, मार्क वाट, विल वशिष्ठ, म्याक्सो डाउनलाई आफ्नो टिममा अनुबन्ध गरेको छ। काठमाडौँ गोर्खाले जेरड इरस्मस, बेन कार्लसवर्थ, मिलन कुमार, सनी पटेल, जोन सिम्सन, रिचार्डो भास्कोकेलसलाई आफ्नो टिममा अनुबन्ध गरेको छ। लुम्बिनी लायन्सले डार्सी सट, गुलबादिन नायब र थोमस ड्रकालाई आफ्नो टिममा अनुबन्ध गरेको छ। पोखरा एभेन्जर्सले जेम्स निसम, डेन डोथ विथ र्यामन रिफर, एडम रसिङटनलाई आफ्नो टिममा अनुबन्ध गरेको छ। त्यस्तै गरी सुदूरपश्चिम रोयलले क्रिस लेन, जोस ब्रोललाई आफ्नो टिममा अनुबन्ध गरेको छ। अझै पनि केही टोलीले विभिन्न विदेशी खेलाडी अनुबन्धन गर्ने क्रम जारी रहेको छ।